यो निकै दिन भन्दैन अलि दिन भयो सञ्जालमा धेरै तातिरहेछ है। राधिका दासीजी र वेदिकाजी अब उहाँहरूका के कुरा हुन्, के गल्ती नगल्ती के हुन् त्यो कुरा त्यति त थाहा छैन, बुझेको छैन होइन। र अब सोधपुछ कता कता घर बने के बने भन्ने कुरा उहाँ 4वटा आश्रम त सायद फाउन्डेसनको राधिका फाउन्डेसनको 4वटा आश्रम त छ होला जस्तो मलाई लाग्छ। मैले 2टा आश्रम त म खुदै देखाएको छु, म गइछु। एउटा इटरीको आश्रम र एउटा झापा कङ्काई 6को आश्रममा म गएको छु। म त्यो आश्रममा जाँदाखेरि मलाई यस्तो लाग्यो कि कोही रोइरहेछ, कोही बिस्तारामा फले गरिरहेछ, कोही पागल भएर हिँडिरहेछ, कोही यत्र बच्चाहरू भुइँमा हिँडेछ, कस्तो देखेँ कि मैले त्यो इटरीको आश्रममा। त्यहाँ पनि हेरेँ अनि त्यहाँ आश्रमका परिवारहरूले बिचरा त्यहाँ बस्नेहरूले मलाई माताजी हजुर त कहाँबाट आउनुभयो, आइरहनु है भनेर बिचरा गाउँमै हाल्नुभयो, कस्तो हुनुभयो कि यति कोही यति निष्ठुरी हुनुभयो बिचरा। त्यो ठाउँमा माताजीहरू पनि हुनुहुन्छ त्यहाँ आश्रम सम्हाल्ने, नाम त मलाई त्यति थाहा भएन। बिचरा गाह्रो भएको होला त्यो आश्रम चलाउन पनि, खानालाई होइन। घरको एउटा परिवारलाई खानको लागि महिनाको लगभग 20,000 जति आउँछ होला। भनिसकेपछि त्यहाँ कतिजना छन् त्यहाँ बस्ने खाने, त्यही अनाथ बालबालिकाहरू, कोही बहुलाएका होइन, कोही कस्ता, कोही बच्चा, कोही वृद्ध, कोही कस्ता दुःख पाएका धेरैहरू त्यहाँ मैले देख्दा मलाई धेरै दया जागेर आयो। र अर्को झापा कङ्काई 6को आश्रम त्यहाँ पनि भाडामा थियो। म जाँदा भाडामा लिएर त्यहाँ 9वटा बच्चा थिए। 9वटा बच्चामा कोही कस्ता हुनुहुन्थ्यो, कोही कस्ता हुनुहुन्थ्यो। बच्चाहरू पनि धेरै राम्रा सक्सेसफुल भएका पनि हुनुहुन्छ होला, कोही अलि मानसिक कमी कमजोरी भएका हुनुहुन्छ होला, कोही अपाङ्ग जस्ता भएका हुनुहुन्छ होला। त्यहाँ एउटा भवन बन्दै थियो, त्यो भवन 2 तला बन्दै थियो, सिद्धिएको